हेलो एभ्रिवान नमस्ते वेलकम टु नेब्लिज इटिङ सो। आज चाहिँ मलाई एउटा मेसेज एउटा कमेन्ट आएको थियो। च्यानलको नाम नै बुझिन के भन्नुभएको हो भनेर। नेब्लिज इटिङ सो हो है, बुझ्नुभयो नि। स्वागत छ हजुरहरूलाई सबैजनालाई। आज पनि म आएको छु नयाँ भिडियो लिएर। आशा छ हजुरहरूलाई मनपर्नेछ, हजुरहरूले लाइक गरिदिनु हुनेछ, हजुरहरूले एक सब्सक्राइब पनि गरिदिनु हुनेछ। यदि गर्नुभएको छैन भने साइडमा भएको बेल आइकनलाई पनि प्रेस गरिदिनु हुनेछ भन्ने आशा गर्दछु। म चाहिँ एकदमै ठिक छु, अरू सबै ठिक छ, तर रुवाखोकी हल्का लागिरहेको छ, चिसो छ, एकदम ख्याल गर्नुपर्नेछ। हजुरहरू पनि आफ्नो ख्याल गर्नु होला है, एकदम चिसो छ। मलाई पनि नाक एकदम दुखिरहेको छ, केही छैन। हामी स्वस्थ छौँ भनेर सोच्नु पर्यो। भन्दै आज मैले लिएर आएको छु, मैले फ्राइड राइस छ मसँग है, अनि व्हाइट राइस छ, ग्रिन चिल्ली छ, देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँनिर रहेको छ मेरो अन्डा करीको ग्रेभी, अनि यता रहेको छ अन्डा, देख्न सक्नुहुन्छ। यता रहेको छ दाल फ्राई, यता रहेको छ भेज करी भने यतापट्टि रहेको छ फ्राइड ससेज, देख्न सक्नुहुन्छ। भने पिउनुको लागि मसँग रहेको छ एक गिलास पानी। अब ढिलो नगरिकन हामी खाना सुरु गरौँ है त। भोक लागेको छ मलाई, सदाको जस्तै आज पनि मलाई एकदम धेरै भोक लागेको छ। अब हामी खाना सुरु गरौँ है त। रुगा लागेर एकदमै गाह्रो भइरहेको छ कि, तैपनि यो त मेरो काम हो नि त होइन, काम त मैले छोड्न भएन नि त है। फर्स्ट बाइट खान्छु ल। साँच्चै मसँग यहाँ साँधेको चिकन पनि छ है, अनि थोरै चाउमिन पनि छ है। खाना चाहिँ मिठो खाने हो, बरु काम खटेर गर्ने हो होइन।
दामी एकदम मिठो। मैले एकदम इन्जोय गरिरहेको छु खानालाई है। आई होप हजुरहरूले पनि इन्जोय गर्नुभयो होला हेरेर है। एकदम मिठो भएको छ खाना। पिरो चाहिँ एकदम स्पाइसी छ, रुगा लागिरहेको छ है।
सो गाइस आजको भिडियो चाहिँ यहाँसम्म थियो। आशा छ हजुरहरूलाई मन पर्यो होला। यदि मन पर्यो भने एउटा लाइक चाहिँ गर्न नबिर्सिनु होला र च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला ताकि आगामी दिनहरुमा मैले लिएर आएको भिडियोहरु सजिलै हजुरहरूको मोबाइलसम्म पुगोस् भन्दै थ्यांक्स फर वाचिङ। आजको भिडियोबाट म बिदा लिनुपर्छ। सबैजनाको जय होस्।